काठमाडौँ उपत्यकामा मनाइने नेपालको सबैभन्दा लामो जात्राको रूपमा प्रख्यात रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्ने अवसरमा भोटो जात्रा मनाइन्छ। लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि अविच्छिन्न यो जात्रा चलेको विश्वास गरिन्छ। किंवदन्ती अनुसार कुनै समय टौदहका नागराज कर्कोटकले आफ्नो नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई अनेक बहुमूल्य रत्न जडित भोटो उपहार दिएका थिए। एक दिन उक्त भोटो लगाएर खेत खन्न निस्किएका वैद्यले खेतको आलीमा भोटो राखे र काम गर्न थाले। साँझ घर फर्किने बेलामा भोटो भेटिएन। दुखी हुँदै घर फर्किए। त्यही बेला शहरमा मच्छिन्द्रनाथको जात्रा चलिरहेको थियो। भोटो भेटिने आशले उनी मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भिडमा पुगे। एउटा राक्षस जस्तै देखिने भूतले उक्त भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो मागे। भूतले दिन आविष्कार गर्यो। दुवैका बीच वाद विवाद र भोटो खोसाखोस हुन थाल्यो। भिडमा हो हल्ला भएपछि दुवैलाई राजा समक्ष पुर्याइयो। राजाले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले साक्षी वा प्रमाण लिएर नआउन्जेल भोटो मच्छिन्द्रनाथको जिम्मामा रहने निर्णय सुनाए। त्यसपछि दोषी प्रमाण सहित आउनेलाई दिने निर्णय सुनाउँदै राजाले 3 पटक भोटो सबैलाई देखाए। त्यसबेलादेखि भोटो खोसाखोस भएको स्थान ललितपुरको जावलाखेलमा प्रत्येक वर्ष भोटो देखाउन थालिएको हो। नगरवासीलाई आफ्ना इष्टदेव श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन गराउन र आशीर्वाद प्राप्त गर्न रथयात्रा गरिएको हो। मच्छिन्द्रनाथका साथमा मणि माणिक आदि बहुमूल्य रत्नहरू जडित भोटो दर्शन गर्नाले मनोवाञ्छित फल प्राप्त हुनुको साथै चिन्ता हट्ने र शान्ति मिल्ने जनविश्वास रहेको छ। भोटो जात्रा सकिएपछि विधिवत मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई रथबाट ओह्रालेर प्राचीन कलात्मक खाटमा राखी सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा 6 महिनाको लागि विराजमान गराउने परम्परा रहेको छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।